हेलो गुड मर्निङ एन्ड नमस्ते। शुभ बिहानी, शुभ रहोस् सबैको दिन। यो धोबी खोला हैन, हिजो यति बढेर आएको थियो, अहिले यस्तो सङ्लो पानी छ। अझै तल पुगे त झन् फोहोर 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 पानी हुँदै जान्छ हैन। अगाडि पनि यति राम्रो पानी छ, सफा छ पानी। तर जतिसुकै बाढी आए पनि यो मान्छेले फालेको फोहोरहरू चाहिँ बगाउन नसक्ने रहेछ क्या। बाटो त पिच पक्की छ नि त, जति नै पक्की भए पनि यता माथिपट्टि यस्तो नराम्रो भएपछि त पानी पर्दा त यो सबै यो बालु आएर हिँड्नै नमिल्ने यस्तो भएको छ। हाँसहरू कति रमाइलो गरेछन्, कति रमाइलो छ हाँसको। वाउ, सफा पानी भेटायो आज। धोबी खोलाको दुईपट्टि छेउमा चाहिँ नि जस फुलहरू रोपिएको छ। बल्ल तल फुलेको हुन्छ, त्यो फुल पनि फेरि टिपेर मन्दिरमा चढ्छ है। अब जस मर्निङ वाक गर्नलाई आनन्द छ। यो दुई साइडमै चाहिँ नि करिडोर छ, त्यति गाडीको चाप पनि हुँदैन हैन, आनन्द छ। अब यो फुलको यो पिलर मुनि पनि नम्बरहरू लेखिया छ हैन। कुनै बेला यो फुललाई पानी चाहिँदाखेरि पानी पनि पाएको हुँदैन। कोही कोहीलाई चाहिँ यसो मन लाग्यो भने चाहिँ यसो पानी राखिदिन्छन् हैन, त्यस्तो छ। आजको मौसम चाहिँ बादल छ। दुईपट्टि यो धोबी खोला दुईपट्टि नै यसरी नै राम्रो तरिकाले फुल फुल्थ्यो भने है, फुलले पनि धागोको सहाराले मान्छेको शिरमा पुग्छ अरे के। त्यति पावरफुल हुँदो रहेछ धागोको काम, ताकि कसैको सपोर्टिङ चाहिँ चाहिँदो रहेछ क्या। यस्तो राम्रो फुलेको छ, कति राम्रो फुलिरहेको छ। फुल्नु भनेको त एउटा पोजिटिभ भाइब हो नि हैन। तर कोही कोहीले यही फुलै चुडेर लैदिन्छन् क्या। आफ्नो घरमा पूजा गर्नलाई त आफ्नै घरमा हुनु पर्यो नि फुल है। चट्ट आफैले उत्पादन गरेको फुलले चट्ट लाएर आफूले उपयोग गर्नु पाउनु धेरै राम्रो हो। तर यो सबैको लागि भनेर राखिएको फुल चाहिँ नचुड्दाखेरि अति नै राम्रो जस्तो लाग्छ है मलाई चाहिँ।